यो प्रतियोगिता एउटा गेम प्लानको रूपमा पनि लिन्छ। त्यो पाँचथरको इतिहासमा पहिलो रेटिङ चेस टुर्नामेन्ट पनि थियो। तङसुङ तङनाम त्रिशाली पूजा हरेक एक वर्ष बिराएर लाग्ने गर्दछ। उपस्थित हुनुभएको विभिन्न क्षेत्रबाट आउनुहुने चेस खेलाडी मित्रहरू लगायत यहाँ बुद्धिचाल सङ्घ र यहाँ उपस्थित सम्पूर्ण खेलाडी मित्रहरूले यो कुम्मायक र कुसायकको एउटा ऐतिहासिक ठाउँमा आशीर्वाद लिएर कम्तीमा पनि यो देशले पनि भविष्यमा एउटा ग्रान्ड मास्टरसम्म उत्पादन गर्न सक्ने एउटा सम्पत्ति बन्न सकोस्। यो चेस भनेको महत्त्वपूर्ण र ऐतिहासिक खेल हो, जहाँ त्यो इतिहास हेर्दाखेरि यो अघि पनि भन्नुभएको थियो, यो प्रतियोगिता एउटा गेम प्लानको रूपमा पनि लिन्छ र बिस्तारै गरेर यो चेसले एउटा महत्त्वपूर्ण यो प्लानिङको रूपमा एउटा बुद्धि विकासको निम्ति सहयोग गर्ने गर्दछ भन्ने लाग्दछ। त्यसले गर्दा उपस्थित सम्पूर्ण महानुभावहरू यो 2 दिने चेस खेलाइमा रहँदाखेरि अत्यन्तै अनुशासित र भव्य र सभ्य रूपमा सम्पन्न हुन सकोस् र उपस्थित सम्पूर्ण खेलाडीहरूको बसाइ सुखद रहोस् र आगामी दिनहरूमा पनि यो कुम्माई गाउँपालिकाले सदैव यो बुद्धिचाल चेस खेललाई आर्थिक थोरै भए पनि सहयोग गर्दै जानेछ भन्ने विश्वास दिलाउन चाहन्छु। यो एउटा रणनीतिक खेल हो जहाँ 2 जनाले मात्र खेल्न सकिन्छ र जसले मेट गर्छ, किङ मेट गर्छ, उसैको जित हुन्छ। कुम्मायकको इतिहासमा चेस टुर्नामेन्ट फिडरेटिङ टुर्नामेन्ट यो दोस्रो खेप हो। योभन्दा अघिल्लो त्रिशाली 2081 मा पहिलो फर्स्ट रेटिङ चेस टुर्नामेन्ट कुम्मायक बुद्धिचाल सङ्घले नै आयोजना गरेको थियो। त्यो 5 थरको इतिहासमा पहिलो रेटिङ चेस टुर्नामेन्ट पनि थियो र जिल्ला स्तरीय, पालिका स्तरीय र साना गेमहरू कुम्मायक बुद्धिचाल सङ्घले गर्दै नै आइरहेको कुरा यहाँलाई म जानकारी गराउँदछु। यो चेस टुर्नामेन्टमा धेरै टाढाबाट पाल्नु भएको छ, माया गरेर आउनु भएको छ। यहाँहरू सम्पूर्णलाई कुम्मायकको चिसो शिरशिर बतास चल्ने ठाउँबाट ऐतिहासिक र धार्मिक पर्यटकीय स्थल यो कुम्मायकबाट, यो पुण्य भूमिबाट यहाँहरू सम्पूर्णलाई स्वागत गर्न चाहन्छु। प्रतिनिधिज्यूहरू, नेपाल चेस एसोसिएसनका केन्द्रीय पदाधिकारीदेखि लिएर स्थानीय पदाधिकारीका सम्पूर्ण पदाधिकारीज्यूहरू, सुरक्षाकर्मी, विभिन्न विद्यालयका प्रधानाध्यापकज्यूहरू, पत्रकार मित्रहरू र यो खेललाई, हाम्रो निमन्त्रणालाई स्वीकार गरेर नेपालभरबाट 5 थर जिल्लामा ऐतिहासिक रूपमा सञ्चालन हुन लागिरहेको दोस्रो राष्ट्र स्तरीय फिडे टुर्नामेन्टमा भाग लिन आउनुहुने सम्पूर्ण सहभागी मित्रहरू, यो 5 थर जिल्लामा परापूर्व कालदेखि लाग्दै आइरहेको तङसुङ तङनाम त्रिशाली पूजा हरेक एक वर्ष बिराएर लाग्ने गर्दछ र यो ऐतिहासिक क्षेत्र सुन्दरनगरी यासोक बजारमा आएर यो चेस खेलमा सहभागी हुन र यो त्रिशाली मेलालाई पनि अवलोकन गर्नको निमित्त यहाँहरू उपस्थित हुनुभएको छ र यो खेलमा यहाँहरू उपस्थित भएर यो हाम्रो कार्यक्रमलाई सभ्य र भव्य रूपमा सम्पन्न गर्नको निमित्त
उपस्थित हुनुहुने सम्पूर्ण महानुभाव खेलप्रेमी महानुभावहरूलाई म स्वागत गर्न चाहन्छु र यसै गरी यो हाम्रो खेललाई आर्थिक रूपमा सहयोग गर्नुहुने कुमाई गाउँपालिकाको सिङ्गो टिमलाई पनि म धन्यवाद दिन चाहन्छु। यसै गरी कुमाई गाउँपालिका वडा नम्बर 1 का वडाध्यक्ष ज्यूलाई पनि विशेष धन्यवाद दिन चाहन्छु। उहाँले यो हाम्रो खेललाई सफल रूपमा सहयोग गर्नको निमित्त आर्थिक र भौतिक वा बौद्धिक रूपमा अहोरात्र रूपमा सहयोग गरिरहनु भएको छ। यसै गरी यो हाम्रो खेललाई सभ्य र भव्य साथ सम्पन्न गर्नको निमित्त विभिन्न सङ्घ संस्था देश विदेशमा रहनुहुने विभिन्न महानुभावहरूले पनि आर्थिक वा बौद्धिक रूपमा सहयोग गर्नुभएको छ। उहाँहरूलाई पनि विशेष धन्यवाद दिन चाहन्छु। यसै गरी केन्द्रीय बुद्धिचाल सङ्घ, क्षेत्र, प्रदेश र जिल्ला बुद्धिचाल सङ्घले पनि यो हाम्रो खेललाई सञ्चालन गर्नको निमित्त विभिन्न सामग्रीहरू उपलब्ध गराएर सहयोग गर्नुभएको छ। उहाँहरूलाई पनि विशेष धन्यवाद दिन चाहन्छु। यसै गरी पत्रकार मित्रहरूले यो हाम्रो कार्यक्रमलाई सभ्य र भव्य साथ सम्पन्न गर्नको निमित्त सहयोग गर्नुभएको छ। उहाँहरूलाई पनि विशेष धन्यवाद दिँदै